डिसेम्बर 24 देखि डिसेम्बर 29 को बिचमा मैले 5 दिनमा चाहिँ 5वटा ट्रान्जेक्सन गरेको थिएँ हेर्नु हैन। त्यति बेला किनेको बायर त 750 मा किन्नु भएको छ। अहिले उहाँको प्रोपर्टीको भ्यालुएसन 1.3 1.25 त्यस्तोमा बसिरहेको छ हेर्नु हैन। अब अहिले यो सिडनीमा हामीले अब धेरै हाम्रो बायर्सहरुको स्पेशली यो फर्स्ट टाइम बायरहरुको चाहिँ क्वेशनहरु पछिल्लो समयमा चाहिँ स्वाभाविक पनि लाग्छ मलाई, किनभने एकदम कन्फ्युजन छ क्या। जस्तो कता किन्ने हैन, सिडनीमा त घर किन्ने भन्ने कुरा छ हैन, सिडनीमा नि कता किन्ने भन्ने छ हैन। अब अहिले चाहिँ मोस्टली हाम्रो नेब्ली कम्युनिटीमा चाहिँ हामीले देखिरहेको कि साउथतिर कि वेस्टतिर नै हो हैन। अब नर्थतिर अलिकति प्राइस अलि हाई नै छ हैन, माथि नै छ। स्पेशली हाम्रो फर्स्ट टाइम बायरलाई चाहिँ त्यो आउट अफ रिच नै हुनसक्छ। इस्टतिर पनि त्यस्तै भयो। अहिले पछि हामीले देखेको चाहिँ कि वेस्टतिर कि साउथतिर नै छ। अब यता साउथ वेस्टतिर अहिले जुन नयाँ हाउसिङ ल्यान्ड बेचिरहेका विभिन्न डेभलपरहरूले अथवा पार्टिकुलर सबबहरू त्यस्तै छ भने अब नर्थ वेस्टतिर पनि त्यस्तै सबबहरू छ हैन। अब तपाईँ अब बेसिकली तपाईँहरूले चाहिँ अब ओभरअल सिडनीमै भन्दा पनि अब साउथ वेस्टलाई बढी रिप्रेजेन्ट गर्नु जस्तो लाग्छ हैन। अब हाम्रो अफिस अब ब्ल्याक टाउनमा पनि छ भनेपछि ब्ल्याक टाउनले चाहिँ हाम्रो यता नर्थ वेस्ट साइडतिर जुन बक्सिल भयो, मास्टन पार्क भयो, रिभरस्टोन यो साइडको सबब, स्कोफिल्ड्स यो सबबतिर बढी फोकस गरेर आउँछ। हामीहरू चाहिँ साउथ वेस्ट छ भने चाहिँ हामीले चाहिँ जुन साउथ वेस्ट कोरिडोरतिर चाहिँ बढी फोकस गरेर आउँछ। अहिले साउथ वेस्ट कोरिडोरमा तपाईँको अहिले जग्गा किनेर घर बनाउने जो बायर्सहरू हुन्छ कता कता गइरहनु भएको लाग्छ तपाईँलाई अहिले चाहिँ? अब यो फेरि सब्जेक्टिभ क्वेसन भयो नि, एकदमै सब्जेक्टिभ भयो होइन। तपाईँलाई जस्तै भन्छ नि तपाईँको प्रायोरिटी के छ त, किनकि हरेक क्लाइन्टको चाहिँ के छ भने एउटा प्रायोरिटी मेरो मेरो चेकलिस्टमा एउटा फाइनेन्सियल एउटा वान अफ द बिग थिङ्स हुनु पर्यो हेर्नु होइन। अब के छ एक्जाम्पल होइन, जस्तै अस्ट्रलको कुरा आयो, म पार्टिकुलर सबमै जान्छु। हजुर, अस्ट्रलको कुरा आयो, लेभिङटनको कुरा आयो, ओरन पार्कको कुरा आयो होइन, ग्रेगरी हिल्सको कुरा आयो, त्यस्तै गरेर अहिले विल्टनको कुरा आयो, फिक्ट्री हिलको कुरा आउँछ होइन। अनि यी सबबहरूमा के अब कुन सबबमा जाने भन्ने कुरा आई थिङ्क पार्टिकुलर सबबको आफ्नै होइन त्यसको हामीले लिन सक्ने बेनिफिटहरू अनि ग्रोथ पोटेन्सियल पनि त्यही अनुसारकै होला होइन। तपाईँ अब कुनै अब जस्तै बायर्सहरू जो हुनुहुन्छ उहाँ चाहिँ अस्ट्रल जान खोजिरहनु भएको छ होइन, वाइ नट इन द लेभिङटन होइन, अथवा वाइ नट इन द ओरन पार्क है। अब कतिपयले चाहिँ फेरि अस्ट्रलमा किन्नु भएको छ अनि पछि फेरि अस्ट्रलको बेचेर फेरि ओरन पार्क गइरहनु भएको छ है, त्यही भित्र पनि क्या मैले देखिरहेको छु त्यो जोन होइन। कसैले चाहिँ एउटा सबमा किन्नु भएको छ त्यही भित्र पनि फेरि अनि त्यो चित्त केही कुराले बुझेन, अथवा साइज ल्यान्ड साइज चित्त बुझेन, अथवा त्यो एरिया मन परेन, अथवा फेसिलिटी आफूलाई चाहिँ त्यो कुरा उपयुक्त लागेन, अनि फेरि त्यहीँ बेच्ने किन्ने जोड्ने गर्नुभन्दा अहिले नै तपाईँले चाहिँ त्यो जो बायर्सहरू हुन्छ उहाँहरूलाई एकदम कन्फ्युजन हुनसक्छ। जस्तै जग्गा किनेरै घर बनाउँदा पनि अब अहिले पछिल्लो समय हाम्रो रिसेन्टली धेरै क्लाइन्टहरू फिक्ट्री हिलमा किनिरहनु भएको छ। म आफै फिक्ट्री हिलमा पुगेको थिएन होइन, अनि मलाई चाहिँ हाम्रो क्लाइन्टहरू यति धेरै नम्बर्समा म चाहिँ त्यहाँ चाहिँ गइरहेको देखेपछि अनि म आफै पनि अनि त्यो क्वेसनहरू मैले उहाँलाई गरिरहेको थिएँ कि होइन, किन फिक्ट्री हिल जानुभयो होइन। अझै कतिपय चाहिँ अब स्प्रिङ फार्मतिर पनि गइरहनु भएको छ होइन। अब ओरन पार्क त अब पछिल्लो समय धेरै ओरन पार्कमा अहिले जग्गा किन्ने बनाउने घरहरू चाहिँ अब हाम्रै साथीभाइमा धेरैजना नै हुनुहुन्छ होइन। किन त्यो सबबहरू मान्छेको चोइसमा परिरहेको जस्तो लाग्छ त त्यसको तपाईँले अब तपाईँ त त्यो एरियामै जग्गा एकछिन है जग्गा र घर बेचिरहनु भएको छ मोस्टली होइन, त्यो ठाउँमा भएको कारणले गर्दाखेरि तपाईँले अस्ट्रलको के देख्नुहुन्छ अस्ट्रलमा अथवा यो लेभिङटन ओरन पार्क यो पार्टिकुलर सबहरूको अब त्यो तपाईँले जुन बायर्सहरूलाई त्यो कन्फ्युजन अलिकति क्लियर हुने तरिकाले हुन त त्यो पार्टिकुलर चोइसमा पाउँछ। आई थिङ्क यो कस्तो भयो भने चाहिँ फेरि यहाँ डिफ्रेन्ट सेगमेन्ट अफ बायर्सहरू हुनुहुन्छ होइन। तपाईँले जुन भन्नुभयो नि अस्ट्रलमै बसेर पनि अब चाहिँ लेभिङटनमा बनाउँछु, अब चाहिँ ओरन पार्कमा बनाउँछु भनेको मान्छे कस्तो त्यसमा जाउँ है तपाईँले। यो उहाँहरू भनेको चाहिँ अपग्रेडर्स भन्छु मैले होइन। पहिला के थियो, पहिला अस्ट्रल भनेको चाहिँ ओहो अस्ट्रल पनि जानेर भन्ने पनि थियो नि त कुनै बेला। मैले हेर्नु इभन म जुन एक्टिभली म काम गर्थेँ जुन बाडिया एडमन्सन पार्कमा हामीले बेच्दा चाहिँ मैले चाहिँ कस्तो भने चाहिँ क्लाइन्ट आउनुहुन्छ तर यसो हेर्दा चाहिँ प्राइस रेन्ज यदि टु टाइट भयो भने चाहिँ तपाईँ कतिको फ्लेक्सिबल हुनुहुन्छ त अर्को सबमा जानको लागि भनेर अप्सन दिँदा चाहिँ मैले चाहिँ अप्सन चाहिँ अस्ट्रलमा राखिरहन्थेँ होइन, किनकि त्यति बेलामा होइन। जस्तै बाडियामा तपाईँको 200 स्क्वायर मिटरको ल्यान्डमा सानो घर होइन, अब त्यो बेसिक घर जस्तो हामीले 7 फिटमा बेचिरहेको हुन्थ्यो होइन। अब क्लाइन्टलाई बाडिया नै भन्ने थियो हेर्नु होइन। त्यति बेला हामीसँग चाहिँ अस्ट्रलमा 320 स्क्वायर मिटरको ल्यान्डमा राम्रो घर जग्गा राम्रो भएर त्यस्तो पनि अप्सन थियो होइन। मैले 5 दिनमा म सम्झिन्छु हेर्नु होइन, डिसेम्बरमा त्यो बेला होइन, डिसेम्बर 24 देखि डिसेम्बर 29 को बिचमा मैले 5 दिनमा चाहिँ 5वटा ट्रान्जेक्सन गरेको थिएँ हेर्नु होइन। 750 यो सबै 750मा रोसन होम्स भन्ने बिल्डरले चाहिँ 320+ को ल्यान्डमा ल्यान्डस्केपिङ फेन्सिङ गर्ने राम्रो 24-25 स्क्वायरको घर दिएर हामीले चाहिँ
750 मा डिल गरेको थिएँ हेर्नु होइन। अब सेम कुरा ब्याक देन त्यो बेलामा चाहिँ एडमिसन बारडियाबाट चाहिँ बिस्तारै मान्छे चाहिँ अलिकति अफोर्डेबलको हिसाबले अस्टलतिर आउने ट्रेन्ड थियो, किनकि जस्तै मान्छेलाई चाहिँ ओहो जग्गा सानो भयो म ठुलो जग्गा लिन्छु भनेर त्यो पनि गइरहेको थियो नि त। अब जुन त्यो किनेको सेट अफ बायरहरू हुन्थ्यो होइन, त्यति बेला किनेको बायर त 750 मा किन्नु भएको छ। अहिले उहाँको प्रपर्टीको भ्यालुएसन 1.3 1.25 त्यस्तोमा बसिरहेको छ हेर्नु होइन। भनेपछि अब चाहिँ रिक्वायरमेन्ट के भयो, मान्छे सबैले ग्रोथ हेरे त भने ग्रोथ हेर्ने होइन। अब त्यो सेट अफ बायर चाहिँ कस्तो भने चाहिँ मैले एउटा सर्टेन ग्रोथ गरेँ 500K त इक्विटी देखियो हेर्नुहोस्, म यहाँ बसिरहेको छु। अब म अस्ट्रलमा बस्न सक्छु भने त म अलिक फर्दर पनि, किनकि पहिला भनेको चाहिँ उहाँ बस्नुहुन्थ्यो होला होइन, पहिला उहाँ अवन बस्नुहुन्थ्यो होला, उहाँले हर्सभिल रकडेल कता बस्नुहुन्थ्यो होला। अब अस्ट्रलमा युज टु हुनुभयो, चाहिँ अस्ट्रलको सराउन्डिङ एरियाजको फेसिलिटीमा युज टु हुनुभयो। अनि उहाँले के हेर्नुभयो भने चाहिँ लेपिङटन अलिकति बढी खुला जग्गा रहेछ, अलिक जग्गाहरू अलिक ठुल्ठुलो रहेछ, नेबरको एउटा स्ट्रिटको एपिल भनेको बढी बेटर रहेछ। ओरन पार्कमा त्यस्तै रहेछ। अब ओरन पार्क अस्ट्रलबाट चाहिँ ओरन पार्क जाने मान्छेहरूको चाहिँ अस्ट्रलबाट ओरन पार्क जाँदा चाहिँ ओरन पार्कको ल्यान्डको ठुलो ल्यान्ड अलिकति कम्पेरेटिभली एफोर्डेबल प्राइसमा अझै पनि पाउने भयो। त्यही भएर चाहिँ उहाँले चाहिँ त्यो अपग्रेड हेर्दा मेरो सेम मैले जुन 1.25 मा बेचेर मैले 1.25 मा त्यहाँ गएर चाहिँ अलिकति अपग्रेडेड घर बनाउन सक्छु, मेरो मोर्गेज वाइज केही चेन्ज हुँदैन भने म यो सक्छु भनेर पनि जाने सेट बाहिर हुनुभयो। अब अर्को चाहिँ के छ भने म यो प्रपर्टी चाहिँ मलाई इन्भेस्टमेन्टमा राख्छु। अब 750 मा त्यति बेला घर लिनुभएको छ, लोन मेबी 650 600 को होला, एउटा रेन्ट आउँछ, रेन्टले मलाई कभर गर्छ, म एउटा राम्रो घर बनाउँछु भन्ने सेट अफ बाहिर पनि हुनुभयो होइन। त्यो चाहिँ अपग्रेडतिर गएन होइन। त्यो विदिन त्यो भित्र सबको रिच भनेको चाहिँ अब कतिलाई चाहिँ के लाग्न सक्छ भने अर्को पनि के हुनसक्छ, फेसिलिटी वाइज पनि मेरो बच्चालाई चाहिँ चाहिने फेसिलिटी चाहिँ यो सबमा बेटर छ भनेर घर बेचेर त्यता पनि जाने सेट अफ बायरहरू पनि हुन्छ हेर्नु होइन। अब विदिन लेपिङटनमा पनि तपाईँको चाहिँ त्यति बेला मलाई यो हाउस एन्ड ल्यान्डको प्याकेज मलाई जर्नीमा जानु छैन हेर्नु, म जे छ भनेर चाहिँ एउटा एक्जिस्टिङ मार्केटमा गएर एउटा प्रपर्टी किन्नुभयो। अब प्रपर्टी त हरेकले ग्रोथ गरिरहेको छ नि, तपाईँले हाउसिङ ल्यान्डबाट जाँदा पनि ग्रोथ गरेको छ, एक्जिस्टिङबाट पनि ग्रोथ गरेकै छैन, एक किसिमको ग्रोथ पर्सेन्टेज तलमाथि होला हेर्नु होइन। अब उहाँहरूलाई के छ, अब चाहिँ मलाई आफ्नो मेरो एउटा घरको फिलिङ आउनु पर्यो, मलाई लेआउट चाहिँ मलाई यो बुझेन, मलाई बटलर प्यान्ट्री यसमा मिसिङ भयो होइन, मलाई बटलर प्यान्ट्री मलाई मिसिङ भयो, मलाई यो लाउन्ज रुम मन परेन। अब आजकल भनेको अझै अलिकति लग्जरीतिर फोकस गर्ने क्लाइन्टहरू अझै हुनुहुन्छ, मलाई अगाडि भोइड चाहियो, मलाई घरको राम्रो फसाड अलिकति मोडर्न फसाड चाहियो भन्ने क्लाइन्टहरू हुनुहुन्छ। उहाँहरूले के छ लेपिङटनमै बेचेर लेपिङटनमै जग्गा किनेर पनि बस्नुभयो, किनकि उहाँले लेपिङटन मन पराउनु भयो, त्यो भयो। अब अर्को थर्ड सेट अफ बायरको हामी कुरा गर्दा चाहिँ जुन इन्ट्री गर्दै हुनुहुन्छ मार्केटमा, अब इन्ट्री गर्ने बायर पनि कस्तो हुन्छ भने कोही चाहिँ एकदमै मेरो चाहिँ क्यापेसिटी मिलियन हो, म मिलियनमै बसेर किन्छु भन्ने पनि हुनुहुन्छ। कोही चाहिँ के छ भने मेरो मिलियन हो, म तानतुन गर्छु, साथीभाइसँग बर गर्छु, यताउता गर्छु, तर म चाहिँ 1.1 सम्म पनि पुस गर्छु भन्ने हुन्छ। अब उहाँहरूलाई चाहिँ अब अस्ट्रलमा पाउने प्रडक्ट र लेपिङटनमा पाउने प्रडक्ट र ओरन पार्कमा पाउने प्रडक्ट टोटली अलिकति फरक छ। अलि बढी एफोर्डेबल भनेको ओरन पार्क नै बढी एफोर्डेबल भयो कम्पेरेटिभली अस्ट्रल लेपिङटन भन्दा। अब लेपिङटन र अस्ट्रलको तपाईँले कम्पेयर गर्नुहुन्छ भने लेपिङटन अलिकति बढी एक्सपेन्सिभ छ अस्ट्रलभन्दा, अलिक बढी इस्टाब्लिस भयो। अनि लेपिङटनको जग्गा चाहिँ कम्पेरेटिभली अलिकति ठुलो जग्गा भएको भयो, ल्यान्ड साइज चाहिँ जुन अब काउन्सिल जुन अब लेपिङटनमा 3टा डिफ्रेन्ट काउन्सिलले एक्टिभली काम गर्छ हेर्नु होइन। क्याम्बेलटाउन काउन्सिल पनि छ हेर्नु यो डेनमकोट साइडतिर, अनि क्याम्डेन काउन्सिल छ, अनि लिभरपुल काउन्सिल पनि छ। अब लिभरपुलको काउन्सिल अति फ्लेक्सिबल छ हेर्नु, लिभरपुल काउन्सिलले अलिक सानो ल्यान्ड साइजहरू गर्छ। अब क्याम्डेन काउन्सिलमा जेनरल अति ठुलो ल्यान्ड साइजहरू छ। अब हामीसँग अहिले हेर्नु 520 540 को जग्गाहरू पनि छ, त्यसमा तपाईँको ग्रानी पनि बनाउन मिल्दैन हेर्नु है। भनेपछि 88B जुन हाम्रो रेस्ट्रिक्सन भन्छौँ टाइटलमै नै रेस्ट्रिक्सन छ कि यु क्यानट ह्याभ अ सेकेन्डरी ड्वेलिङ। तर तपाईँ अस्ट्रलमा चाहिँ अहिले हामीले 300 स्क्वायर मिटरको जग्गामा पनि त्यो एट्याच्ड हाउस एन्ड ग्रानीको कन्सेप्ट एकदम इन्भेस्टरमा पपुलर भइरहेको छ। किनभने तपाईँले चाहिँ जग्गा अहिलेको मार्केट हेर्दा चाहिँ जग्गा 650 देखि 7 को बिचमा जग्गा लिनुभयो, अर्को 6 लाख जस्तो खर्च गर्न भने चाहिँ डबल स्टोरी ड्युल इन्कम प्रपर्टी आयो। भोलि रेन्टल हेर्नुहुन्छ भने 750 to 800 मेन घरलाई 450 ग्रानीलाई भनेपछि 1200 प्लस 1300 राम्रो रेन्टल रिटर्न भयो नि त एज अ इन्भेस्टरलाई त। अनि त्यो भयो। त्यही भएर चाहिँ यो सेट अफ बायर्स कसरी जान खोज्दै हुनुहुन्छ त्यसमा डिपेन्ड गर्यो। तर अलिकति एफोर्डेबिलिटी वाइज हेर्नुहुन्छ भने अस्ट्रल चाहिँ अलिक बढी एफोर्डेबल छ अझै पनि होइन।